अनि त्यो बेलामा चाहिँ कसले हेर्छ त तपाईँले सिलाएको भयो कि भएन भन्ने कुरा भन्दाखेरि राष्ट्रिय सिप परीक्षा समितिले सर्टिफाइड गरेका हिजो तपाईँहरू जस्तै हुन्थे मान्छे पनि तिनीहरूले लेभल 2 पास गरेर अनि तिनीहरूलाई चाहिँ कसरी मूल्याङ्कन गर्ने भनेर तालिम दिएको हुन्छ। त्यो तालिम प्राप्त चाहिँ एसेसरहरू हुन्छ, मूल्याङ्कनकर्ताहरू हुन्छ। अनि तिनीहरूले चाहिँ तपाईँहरूले गरेको भयो कि भएन भनेर मूल्याङ्कन गर्छ। अब पास र फेल के हुन्छ भन्दा पास र फेल चाहिँ यसको दुईटा आधारमा दुईटा कुरा हुन्छ। दुईटा आधार भनेको के हो भन्दाखेरि यसमा चाहिँ यसमा तपाईलाई सपोज मान्नुहोस् यो कपडा दियो, पुरा कपडा जस्तो उदाहरणको लागि यो कपडा दियो है। यो कपडा दिएर तपाईँलाई नाप दिएको हुन्छ, यति इन्च लम्बाइ, यति इन्च चौडाइ अथवा यस्तो खालको चाहिँ सर्ट सिलाऊ भनेर तपाईँलाई एउटा क्वेसन आयो। तपाईँलाई अनि तपाईँलाई चाहिँ के गर्नु पर्यो भन्दा तपाईँको मूल्याङ्कन कहाँबाट गर्न सुरु गरिन्छ भन्दाखेरि कपडा लिइसके तपाईँलाई यति यति इन्चको अथवा चाहिँ यति यति नापको चाहिँ सर्ट सिलाऊ भनेर भनिसकेपछि तपाईँको मूल्याङ्कन गर्न सुरु चाहिँ त्यो नाप अनुसारको तपाईँले कति कपडा माग्नुभयो त्यहाँबाट सुरु हुन्छ। कपडा कति माग्नुभयो र त्यस पछाडि चाहिँ तपाईँको एउटा प्रोसेस हेरिन्छ, अर्को प्रडक्ट हेरिन्छ। प्रोसेस र प्रडक्ट हेरिन्छ। प्रोसेस भनेको के हो भन्दाखेरि जस्तो सर्ट सिलाउँदाखेरि पहिला चाहिँ के गर्नु पर्यो, दोस्रो के गर्नु पर्यो, तेस्रो के गर्नु पर्यो, स्टेप बाई स्टेप प्रोसिजर्सहरू। जस्तो उदाहरणको लागि अब सर्ट सिलाऊ भनेर भनिसकेपछि तपाईँहरूले चाहिँ पहिला के थाहा हुनु पर्यो भन्दाखेरि यति 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 इन्चको चाहिँ कपडा सर्ट सिलाऊ भनेर चाहिँ भनेपछि तपाईँलाई यसको लागि कपडा कति चाहिन्छ भन्ने कुरा तपाईँले जान्नु पर्यो नि त। जस्तो मलाई चाहिने सर्ट र तपाईँलाई चाहिने सर्टको चाहिँ कपडा त फरक हुनसक्छ होइन, म्याडमलाई चाहिने सर्टको कपडा त फरक हुनसक्छ। र मेरो नापको चाहिँ अब तपाईँलाई सर्ट सिलाऊ भन्यो भने तपाईँलाई के थाहा हुनु पर्यो भन्दाखेरि मेरो नापको चाहिँ हाफ सर्ट सिलाउने कि फुल सर्ट सिलाउने कि फुल सर्ट सिलाउँदा कति कपडा चाहिन्छ, हाफ सर्ट सिलाउँदा कति कपडा चाहिन्छ भनेर तपाईँले त्यो नाप अनुसारको कपडा चाहिँ माग्नु पर्यो, कपडा लिनु पर्यो। त्यस पछाडि तपाईँले त्यो कपडा लिइसकेपछि ड्राफ्ट कसरी गर्नुहुन्छ, ड्राफ्ट गर्नु पर्यो। त्यस पछाडि त्यसलाई पहिला काटेर सिलाउने हो कि सिलाएर काट्ने हो त्यो कुरा तपाईँलाई थाहा हुनु। त्यो चाहिँ स्टेप बाई स्टेप प्रोसिजर्सहरू के प्रक्रिया हो कि त्यो प्रक्रिया मिल्यो कि मिलेन एउटा त्यो हेरिन्छ। अनि अर्को चाहिँ लास्टमा के हो भन्दाखेरि